बालेनको पहिलो निर्णय, पुराना दलहरूको झोले कारखानामा सधैँका लागि ताला लाग्दै। अब क्याम्पसमा नेभी सङ्घ र अखिलको नाममा गुन्डागर्दी चल्नेवाला छैन। सरकारी अफिसमा पार्टीको झोला बोक्ने युनियनहरूको दिन सकियो। पुराना दलहरूले विश्वविद्यालयहरूलाई शिक्षाको मन्दिर होइन, आफ्ना झोले कार्यकर्ता उत्पादन गर्ने कारखाना बनाएका थिए। तर अब बालेन शाहको स्पष्ट तयारी छ। अब कुनै पनि स्कुल वा क्याम्पसमा माउ पार्टीको झण्डा बोक्ने दलगत विद्यार्थी सङ्गठनलाई कानुनी रूपमै प्रतिबन्ध लगाइनेछ। स्वतन्त्र विद्यार्थी काउन्सिल रहन सक्छ, तर काङ्ग्रेसको नेभी सङ्घ, एमालेको अनेरा स्ववियु र माओवादीको क्रान्तिकारी भनेर क्याम्पसभित्र राजनीति गर्ने झोले प्रथा अब पूर्ण रूपमा खारेज हुँदैछ। 35 वर्षसम्म एउटै क्याम्पसमा भर्ना भएर सेतो कपाल फुलुन्जेल विद्यार्थी नेताको ट्याग भिरेर ठेक्कापट्टा माग्ने डनहरूको अब पत्ता साफ हुने निश्चित छ।